हेलो हाई नमस्ते। म चाहिँ बाबुको लागि एउटा कपडा बनाइदिन लाग्दैछु। यो कपडा उसको पुरानो कपडा हो, त्यसकै आधारमा बनाइदिन लाग्दैछु। किनभने बाबु चाहिँ अहिले सुतेको बेला काम गरिरहेको छु मैले, त्यही भएर उसको कमर 26 रहेछ, 26 को आधी 13, लम्बाइ 10 रहेछ, 10 सिउने भाग 1 इन्च र माथि इलास्टिकको भाग 2 इन्च राखेर 13 राख्नुपर्ने हुन्छ जम्मा। अनि जाङ चाहिँ 7 रहेछ, मैले 8 राखिदिन्छु किनभने ऊ अलि बढ्छ। अनि तलको भाग पनि 9 जति राख्दा ठिक्क हुने रहेछ, खुट्टाको भाग। अनि 2 इन्च इलास्टिकको भाग, 1 इन्च सिलाउने भाग राखेर 14 मैले 11 को सिलाइदिन लाग्दैछु। किनभने अलिक लामो हुँदा सजिलो हुन्छ। अनि जाङको भाग त्यसै गरी यो तल खुट्टाको भाग 8.5 इन्च राखिदिएँ। अनि सुरुमा जाङको भागलाई मैले एउटा उल्टो एउटा सुल्टो गरेर राखेर यसरी जोडेँ। एउटा छोटो एउटा लामो गरेर जोड्छु, किनभने त्यसरी जोडेपछि जोडिसकेपछि त्यो लामो भागले छोटो भागलाई छोपेर सिलाउँदाखेरि फिनिसिङ राम्रो बन्छ। त्यस पछाडि यस्तो बनेको थियो। अनि तल खुट्टाको भाग सिलाएँ। सबै फिनिसिङ गरिसके पछाडि चाहिँ यस्तो बनेको थियो बाबुको कपडा।